Itu bahagia baru क्या? अब आइपुग्यो हामी हालै गाइस हामी फेरि घर आइपुग्यो अब नाची जान्छ फुपूलाई भेट्छ फुपूलाई भेट्दा हेर्छु म त कट गरिदिनु अब चाहिँ हामी भर्खर आइपुग्यो अनि अम्बो भाउजू यो बाहिर राख्नु भएको थियो क्या दामी भएछ है यहाँ हेर्नुहोस् न भाउजूले यो चाहिँ अस्ति भित्र राख्नु भएको थियो अहिले चाहिँ बाहिर तर कस्तो राम्रो आइरहेछ रोप्नु हुने यहाँ छ मान्छे चाहिँ यहाँ छ हो मल्टी ट्यालेन्ट हो नि मेरो भाउजू त सबै कुरामा मल्टी यति साह्रो हो भएकै हो राम्रोलाई राम्रै भन्नुपर्छ त यहाँ हेर्नुहोस् न अब कालिम्पोङमा नानीहरूसँग बस्नुहुन्छ पढाउनुहुन्छ मन्डे टु फ्राइडे अनि स्याटरडे सन्डे घर आउनुहुन्छ घर आउनु हुँदा हेर्नुहोस् न यी फुलहरू पनि रोप्नु भ्याइहाल्नुहुन्छ यति बिघ्न फुल चाहिँ रोप्नु भएको छ भाउजूको तर यो सिजनै पछि हुन्छ यो अब यो छ अहिले अब कुन चाहिँ पिटिनिया चाहिँ यो यहाँ हेर्नुहोस् न यो सबै भाउजूले रोप्नु भएको 2 दिन छुट्टी आउनुहुन्छ घरमा तर पनि हेर्नुहोस् न सब कुछ भ्याउनुहुन्छ यति बिघ्न छ जार आएको होला नि त अन्त के ठिकै छ ल गर्दिन नानीले के भन्दैछ भन्नु त कुन चाहिँ खोइ कहाँ छ यो चाहिँ मलाई आफै पनि हेर्नु मन परिरहेको थियो यो चाहिँ सन्दीप भदैले चाहिँ अस्ति भर्खर क्रिकेटमा चाहिँ पाएको अचिभमेन्ट नानीहरूले यसरी के स्कुलहरूबाट चाहिँ नि यस्तो के अचिभमेन्ट लिँदाखेरि चाहिँ एकदमै खुसी लाग्छ हो अनि यो चाहिँ उसले अस्ति कहाँनिर पो भएको थियो भाउजू बर्मेक ग्राउन्डमा चाहिँ उसले त्यहाँनिर पार्टिसिपेट गरेको थियो अनि उसले यो के को पाएको इमर्जिङ प्लेयरको पाएको रहेछ फर्स्ट एडिसन इन्टर हिल्स T20 नकआउट क्रिकेट टुर्नामेन्ट 2025 मा चाहिँ उसले चाहिँ यो पाएको यहाँ हेर्नुहोस् न यहाँ हेर्नु न यहाँ फुपा भेटेर पुरै यहाँनिर ह्याप्पी भेरी ह्याप्पी हाम्रो सेपु दादा हेर्नु न सेपु दादा यहाँ मासु ल्याएर आउनु भएको अरे मासु ल्याएर आउनु भएको अरे आज चाहिँ टुरिस्ट कतिजना छ अरे सेपु दादा 6 जन हेलो पानी पर्यो हरिबरा खै कहाँ माथि के भयो हरिबरा के भयो कसको तपाईको खुसी अहिले आजलाई मेरो भिडियो चाहिँ यहीँ एन्ड गर्न चाहन्छु होप तपाईहरुले हेरेर मन पराइदिनु हुन्छ बाई बाई गुड नाइट